केर्सिङ गुरुङ। म चाहिँ अहिले चाहिँ तिलिचो लेकमा छु। म चाहिँ गत 10औं वर्षदेखि चाहिँ म यो ट्रेकिङ फिल्डमा छु। म चाहिँ ट्रेकिङ गाइड हो मेरो पेसागत हिसाबले भन्नुपर्दा। र मैले चाहिँ तपाईहरुलाई एउटा सजेसन चाहिँ मस्ली नेपाली हाइकरहरुलाई चाहिँ मैले यो तिलिचो लेकको लागि चाहिँ एउटा सजेसन चाहिँ दिन खोजिरहेको छु। तपाईहरु आउनु भन्दा पहिला चाहिँ अलिकति बुझेर चाहिँ आउनु होला। र किनकि यो चाहिँ एकदम ओल्ड आइस लेक हो र कतिपय मान्छेहरुलाई हाई लाग्ने सम्भावना र तपाईहरु आउनु भन्दा पहिला चाहिँ होटलहरु अलिकति फोन गरेर कन्फर्म गरेर जो मान्छे पहिला आएको छ त्यो मान्छेलाई चाहिँ कन्ट्याक्ट गरेर नम्बर मागेर हुन्छ कि कसरी हुन्छ तपाईहरु चाहिँ पहिला प्री बुक गरेर आउनु होला। किनकि धेरै मान्छेहरु चाहिँ डाइनिङमा सुत्नु परेको छ र खाना बस्नु चाहिँ एकदम असस्त भएको छ र कतिपय मान्छेहरु चाहिँ डाइनिङमा पनि सुत्ने ठाउँ पाएको छैन। त्यसकारणले गर्दाखेरि चाहिँ मेरो सजेसन चाहिँ तपाईहरुलाई आउनु भन्दा पहिला बुझेर अनि अलिकति पहिला प्रिपेयर भएर चाहिँ आउनु होला भन्न चाहन्छु। नमस्ते।